वास्तवमा भन्दा राम्रोसँग खाना खान पनि पाउँदिनँ हजुर। कुन ठाउँमा पुग्छु, कतिखेर पुग्छु, धेरैले यसलाई मार्नुपर्छ भन्छन्, यसले हाम्रो राज्यलाई तहस नहस पार्यो भन्छन्। मलाई कहिल्यै पनि डर लाग्दैन हजुर, म कहिल्यै पनि डर। जुन दिन मैले रोमी 10 को अंगीकार गरेँ नि, त्यो दिनबाट म मर्नको लागि खुसी भएर हिँडेको मान्छे हुँ। म कहिल्यै पनि मर्न डर लागेन। मलाई मार्नको निमित्त धेरै मानिसहरूले षड्यन्त्र गरे, धेरै मानिसहरूले मार्नुपर्छ भनेर ठुला ठुला षड्यन्त्रहरू गरे। मैले केवल मानिससँगको भरोसा अनि मानिससँगको विश्वासमा म कहिल्यै पनि रहिनँ। पिता, तपाईको सिद्धान्तलाई कसैले पनि मोड्न सक्दैनन्। पिता, तपाईको योजनाहरूलाई मोड्न सक्लान् मानिसले, तर तपाईका सिद्धान्तलाई कसैले पनि मोड्न सक्दैनन्। पिता, जीवन र मृत्यु त तपाईले भन्नुभएको छ। जुन दिन म जन्मे नि त्यो दिन त तपाईले भन्नुभएको छ कि पिता, निश्चित त मृत्युसँग छस्, तर मलाई एउटै वचन भन्नुभएको छ पिताले, त मर्ने हैनस् मेरा सन्तान, त सर्ने होस्। तँलाई यो संसारमा दुष्टको हातबाट तँलाई दुष्टले कसैले पनि तँलाई मार्न सक्ने छैनन्, किनकि मृत्यु र जीवनको चाबी त मेरो हातमा छ। बस त्यति वचनले म कहीँ पनि डराउँदिन हजुर। जहाँ जान्छु आनन्दका साथ जान्छु। धेरैचोटि मृत्युसँग म नजिक छु।